नमस्ते, हाम्रो रमाइलो गाउँघरमा स्वागत भन्न चाहन्छु र तपाईहरुको माझमा आज टिभीएस एन्ट्रक 125 रेस एडिसनको स्कुटरको कसरी यो टाइम सेट गर्ने भन्ने कुरा तपाईहरुलाई सिकाउने छु। र टाइम अहिले 4:57 यो पीएम देखाइरहेको छ र यसलाई आज हामी चेन्ज गर्ने छौं 5:10 एएम मा चेन्ज गर्ने छौं। र त्यसको लागि तपाईहरुले केही कुराहरु ध्यान दिनुपर्ने हुन्छ। सबैभन्दा सुरुमा यो स्ट्रीट मोडलाई चेन्ज गरेर ब्लुटुथ पेयर मोडमा लिएर जानुपर्ने छ। र त्यसको लागि चाहिँ तल दुईवटा बटमहरु दिएको छ, यो मोडको बटम र यो सेटको बटम। यो दुईटा बटमलाई थिचेर तपाईले टाइम सेट गर्न सक्नुहुन्छ। र त्यसको लागि अब हामी प्रोसेस गर्ने छौं। र सबैभन्दा सुरुमा हामी यो स्ट्रीट मोडलाई चेन्ज गर्ने छौं। यो मोड बटम थिचेर अब हामी ब्लुटुथ पेयर मोडमा यसलाई लिएर जाने छौं। 1 2 3 4 5 6 7 8 9 10 1 2 3 अब ब्लुटुथ पेयर मोडमा आइसकेको छ। यसलाई हामी फेरि थिच्ने छौं। 1 2 3 4 5 6 7 8 9 10 अब सेट क्लकमा फेरि हामी थिच्नु पर्ने छ। र थिच्दै गर्दाखेरि यहाँ 4 देखाएको छ, यसलाई अब हामी यहाँ सेटबाट 5 मा लिएर जाने छौं। सेट बटम थिचेर 5 मा गएर गयो, फेरि हामीले मोड बटम थिच्ने छौं। र यतातिर चेन्ज भइसकेपछि फेरि सेट बटम थिचेर यसलाई अब हामी 5:10 गर्ने छौं है। र 10 मिनेट भयो। यो पीएम छ, फेरि पनि हामी यसलाई थिच्ने छौं। पीएम लाई फेरि चेन्ज गर्नको लागि चाहिँ सेट एएम भयो है। अब यो हाम्रो सेट भइसकेको छ है। अब यो सेट क्लक भइसकेको छ, यसलाई अब हामीले छोड्दिनु पर्ने हुन्छ है। 5:10 एएम तपाई यहाँ देखाइरहेको छ। यसलाई हामीले भर्खरै चेन्ज गर्यौं। हस्, यसरी तपाईहरुले टिभीएस एन्ट्रक 125 रेस एडिसनको यो टाइम चेन्ज गर्न सक्नुहुन्छ स्कुटरको। हस्, धन्यवाद।